एभरेस्ट महिला भलिबल लीगको दोस्रो संस्करणका बाँकी खेल बुधबारदेखि शुरू भएको छ। गएको भदौ 20 गतेदेखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै 23 र 24 गतेको जेन्जी आन्दोलनका कारण रोकिएको थियो। प्रतियोगिता बुधबारदेखि काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हलमा सञ्चालन हुँदैछ। लीगका 16 मध्ये यस अघि नै 9 खेल सम्पन्न भइसकेका छन्। 6 टोली सहभागी प्रतियोगितामा शीर्ष 2 मा रहने टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल यही 29 गते हुनेछ। यस्तै बुधबार भएको खेलमा कर्णाली एसबीले मधेस युनाइटेडलाई 3-0 को सोझो सेटमा हराएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हलमा बुधबार भएको खेलमा कर्णालीले मधेसलाई 25-15, 25-12 र 25-17 ले हरायो। यता दोस्रो खेलमा ललितपुर क्वीन्सले पहिलो हार बेहोरेको छ। बुधबार भएको खेलमा ललितपुरलाई पोखरा निन्जाजले 3-0 को सोझो सेटमा हराएको हो। पोखराको यो पहिलो जित हो। अब फाइनलमा काठमाडौँ स्पाइकर्स र ललितपुर मध्ये एक टिम फाइनलमा पुग्नेछन्। ललितपुरले भने आफ्नो अन्तिम लीग चरणको खेलमा कर्णालीलाई कम्तीमा 2 सेटले हराउनु पर्नेछ। यस्तै आज अर्थात बिहीबार हुने पहिलो खेलमा काठमाडौँ र पोखरा तथा दोस्रो खेलमा लुम्बिनी र मधेसबीच प्रतिस्पर्धा हुँदैछ।